विराटनगर राणा शासनको विरुद्धमा कृष्ण प्रसाद कोइरालाले राणाहरूलाई थोत्रो कपडा दिएर सुरु गर्नुभएको एउटा क्रान्ति भूमि औद्योगिक नहर कोशी प्रदेश आज खुशी उत्साह उमङ्गका साथ जसरी वरुण झाले एउटा अभियान सुरु गर्नुभयो कोशी विचार उत्सव तपाईहरु सबैले वरुण झाजीलाई ताली बजाएर अभिनन्दन गर्दिनुहोस्। वरुणजी यो सरकारले गर्नुपर्ने काम हो। यहाँ देशको नेता कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की हुनुहुन्छ। यो महोत्सव यो विचार महोत्सव सरकारले गर्नुपर्थ्यो तर वरुण झाले गर्नुभयो। वरुण झालाई सरकारले सहयोग गर्नुपर्छ। आज हाम्रो देशमा विचारको कुरा गर्दाखेरि कोशी विचार उत्सव अब म केही समयपछि मुख्यमन्त्रीसँग संवाद गर्दैछु। प्रत्यक्ष प्रसारण पनि हुन्छ। म धेरै भाषण गर्न चाहन्न तर विराटनगरसँगको मेरो सम्बन्ध 2046 सालको जनआन्दोलनपछि धेरै व्यक्तिहरू यो देशको नेतृत्वमा पुग्नुभयो। विराटनगरले धेरै देशको राजनेताहरू जन्मायो। कृष्ण प्रसाद कोइरालादेखि बीपी कोइरालादेखि मातृका प्रसाद कोइरालादेखि इतिहासको कुरा गर्ने सूर्यबहादुर थापादेखि कोशी प्रदेशमा मनमोहन अधिकारीदेखि धेरै नेता जन्मेका छन्। यहाँबाट धेरै व्यक्ति यो देशको नेतृत्व नरेन्द्र प्रसाद रिजालसँग कुरा गर्न चाहन्छु। मातृका प्रसाद कोइरालासँग कुरा गर्ने भने धेरै प्रधानमन्त्री कोशी प्रदेशले पाएको छ। अहिलेको प्रधानमन्त्री पनि बीपी कोइरालादेखि केपी शर्मा ओलीसम्म कोशी प्रदेशको हुनुहुन्छ। तर कोशी प्रदेश आन्दोलनमा सफल, क्रान्तिमा सफल, राणा शासन ढाल्न सफल, विराटनगर पञ्चायती व्यवस्था ढाल्न सफल र निरङ्कुश राज संस्था ढाल्न सफल, लोकतान्त्रिक आन्दोलनको नेतृत्व पनि यही विराटनगरले गरे। कृष्ण प्रसाद कोइरालाले गर्नु 1963 सालमा। तर आज कोशी प्रदेश कहाँ छ यसबारेमा म पछि प्रश्न सोध्दैछु मुख्यमन्त्रीलाई। तर म भन्न चाहन्छु देशमा विकास र समृद्धिको यात्रा अब कोशीबाट सुरु हुनुपर्छ।